हेलो साथीहरू, वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज म हजुरहरूलाई लग्दैछु सिधुवाको भाइरल झन्डा डाँडा हुँदै ढकमक्क लाली गुराँसले सजिएको हाम्रो तेथुम जिल्लामा रहेको पर्यटकीय स्थलतर्फ हजुरहरू देख्न सक्नुहुनेछ। ढकमक्क फुलेका गुराँस सँगसँगै मान्छेहरूको भिडभाड पनि बढ्दो क्रममा रहेको छ र म पनि यस ठाउँमा घुम्न गएको छु। यदि भन्दै गर्दा हजुरहरूलाई लाग्न सक्छ कुन ठाउँ होला भनेर, यो ठाउँ रहेको छ बसन्तपुरको चौलुङ पार्क र म पनि आज यो ठाउँमा नै दिन व्यतीत गर्ने क्रममा छु। हजुरहरू देख्न सक्नुहुनेछ यता मेरो क्यामेराम्यान भाइ पनि हिँड्दैछ, म नाच्दै उफ्रिँदै भिडियो बनाउँदै आजको दिनलाई चाहिँ एकदमै रमाइलो बनाउँदैछु। र यदि गर्दै गर्दा फुलहरूसँग रमाउँदै गर्दा हजुरहरूलाई पनि यदि लाली गुराँस मनपर्छ भने आउन सक्नुहुने हुनेछ र आफ्नै विशेषता बोकेको यस ठाउँमा गुराँसदेखि बाहेक पनि घुम्ने ठाउँहरू एकदमै राम्रो राम्रो हजुरले देख्न सक्नुहुनेछ र फर्किने क्रममा एकदमै आजको मेरो विशेष चाहिँ यो कफनै खाने खालको चियाको स्वाद पनि मैले लिएको छु र विभिन्न भिडियोहरू बनाउँदै आजको दिन मैले व्यतीत गरेको छु। थ्याङ्क्स फर वाचिङ।